गाह्रो पर्न सक्छ। लेसन नम्बर 2, स्टार्टिङमा नै डिपार्टमेन्टमाथि डिपार्टमेन्ट थपेर सबै काम हामी आफै गर्छौँ भनेर अगाडि बढियो भने मेन कोर काम होइन, अरू कुन काम जुनमा चाहिँ आफ्नो एक्सपर्टिज हुँदैन त्यसमा अल्झिराख्दाखेरि प्रोग्रेस पनि स्लो हुन्छ अनि रिसोर्सेस पनि बर्न हुन्छ। जे काम आफ्नो कोर काम हो त्यो चाहिँ आफूले फोकस वेमा गर्ने र डिपार्टमेन्टमाथि डिपार्टमेन्ट नथपेर बाँकीको अरू कामहरू चाहिँ आउटसोर्स गर्यो भने कम्पनी बिल्ड गर्न इनिसियली सजिलो हुन्छ। पछि ठुलो हुँदै गएपछि इफ रिक्वायर्ड त्यो डिपार्टमेन्टहरू पछि थप्न पनि मिलि नै हाल्यो। सो फोकस अन इफिसियन्सी नट अन एक्सपान्सन इनिशियली। लेसन नम्बर 3, कुनै एउटा हाइपोथेटिकल प्रब्लमको सल्भ गर्नलाई बिजनेस बनाउने होइन, बरु तपाईँ आफूले के प्रब्लम चाहिँ फेस गरिराख्नु भएको छ जुन तपाईँको लागि रेलिभेन्ट छ र तपाईँ जस्तै धेरैको लागि आजको दिनमा रेलिभेन्ट छ त्यस्तो प्रब्लमको सोल्युसनमा आधारित बिजनेस बनाउनु भयो भने र आफ्नै प्रब्लम सल्भ गर्न बनाइएकोले तपाईँमा मोटिभेसन नि भइरहेछ र बिजनेसलाई सानोतिनो समस्या आयो भनेमा तपाईँले बन्द गरेर अर्कोतिर सोच्नु पनि हुन्न, जसले गर्दा बिजनेस चाहिँ लामो टाइमसम्म चल्न सक्ने पोसिबिलिटी हुन्छ। यस्तै अनेकौं लेसन्सहरू छ यो किताबमा जुन तपाईँलाई पढ्नलाई म हाइली रिकमेन्ड गर्छु।